मेरो दिपा भण्डारी मेरो श्रीमान चाहिँ आज 3 दिन भयो सम्पर्कविहीन हुनुहुन्छ। अहिलेसम्म उहाँको केही खबर छैन, कहीँबाट मैले केही सुन्न पाएको छैन। उहाँ कहाँ हुनुहुन्छ सकुन खोजी गरिदिनु होला। उहाँ रसुवाको बोर्डरदेखि 9-7 मा लास्ट लोकेसन उहाँको त्यहीँ देखाएको छ, त्यहाँबाट सम्पर्कविहीन हुनुहुन्छ अहिलेसम्म। त्यो दिन बिहान त हामीलाई यस्तो हुन्छ भने थाहा थिएन, खासै केही कुरा भएन। अघि दिन बेलुका चाहिँ म सुतेँ ल खाना खाएर भनेर सुत्नु भएको। हजुर मसँग सम्पर्क हुँदा चाहिँ म रसुवामै छु भन्नुभएको थियो बेलुका। भएको थिएन बाढी आउनु अगाडि चाहिँ केही पनि। मैले उहाँको बारेमा सोच्नु चाहिँ यहाँ हस्पिटलमा धाइरहेको छु। मेरो आफन्तहरू जहाँ लास सङ्कलन गरिरहेको छ त्यहीँ जताततै पुगिरहनु भएको छ। म चाहिँ हस्पिटलमा हिँडिरहेको छु प्राय। हजुर उहाँको यो फोटो देखिरहने उहाँलाई कसले चिन्नुहुन्छ, सम्पूर्ण इष्टमित्रहरू उहाँको फोटो देखेर यहाँ हुनुहुन्छ भनेर मलाई कतैबाट काहीँ केही उहाँलाई देख्नुहुन्छ भने खबर गरिदिनु होला भन्न चाहन्छु म।